जिन्दगी पनि यो स्याउली बजारमा हेर्दै जाने भयो है। अब केही गर्नुपर्छ। अब यो भएन। अब म आफ्नो खुट्टामा उभिन्छु। ओहो बाबा, आज बिहानै के राम्रो कुरा सुनाइस् त। जागिरी खान्छस् कि व्यापार गर्छस् त? अब अनि राम्रो कुरा त भइहाल्छ नि बा। अब के गर्ने, व्यापार खासै मलाई चित्त बुझ्दैन, जागिर त मलाई मनै पर्दैन। अब मैले छुट्टै निर्णय लिने विचार गरेको छु। अब आफ्नै खुट्टामा उभिने विचार गरेको छु मैले। ए छोरा, के निर्णय गर्ने विचार गरिस् त तैँले? भन्न त। के निर्णय हुने नि बा? त्यही त हो नि। अबदेखि बिहानै उठिन्छ, तपाईँले पनि उठाउनु पर्दैन। बिहानै उठ्छु, 10 मिनट योगा गर्छु र 10 मिनट पछि आफ्नै खुट्टामा उभिन्छु नि बामा। कस्तो लाग्यो? के भन्छ यो मुर्दार? नो 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 खादियो चिन्छ रानी आफ्नै बाबुलाई चिन्दैन। हजुर पो चिन्ने घर क्या, चिन्ने घर। सुन न, भन न बेबी। मैले क्या अस्ति होटलमा नास्ता खाएकी थिएँ, तँ पैसा तिर्देऊ न। अरे लाटे, कस्तो चिन्ता गर्छु। म छुइनँ भन त। तिम्रो सोना छैन, तिम्रो डार्लिङ छैन। त्यति जाबो दिल कति खायो उसले? भन न, कति खायो? कसकोमा खायो बरु? कैगामा हुनु नि? त्यो चेपाङ बड्डामा गएर खाइके हो क्या? ए चेपाङ बड्डामा खाएर आयो? मजा त बेबी जाबो त्यति। बरु कति खायौ तिमीले? कति खानु नि बेबी? जम्मा 10,000 काट्यो। कोही राडीहरूले उहाँ मुद्दा हालिकन डुबा हाल, त राडीले मलाई खाइकन डुबा, बुझ्छ? यस्ता। अरे यार, तिमीले बेड त ल्याऊ, शीतल ल्याएन यार। आफू त शीतल नगर पर्यो फेरि यार। यार त शीतलको चिन्ता लाग्छ? जबसम्म त्यो दाइ चाहिँ शीतलको चिन्तै नलाग्ने यार। मैले ल्याएको छु त हेर कति शीतल खाने तैँले? त माछालाई खाए खा, हामी खायौँ। के हो यार, खालि एक्लै खाइरहेछौ त यार? हामीले छैन यार? अरे दाइ, टेन्सन किन लाउनुहुन्छ के तपाईँ? तपाईँको भाइ छैन यहाँ? तपाईँ भाइ त टेन्सन नलाग्नु यार। यहाँ छैन हामीले राखेको। ल्याउनुहोस्, आउनुहोस् तपाईँ पनि। खै ल्याउनु त ल्याउ। अरे यार भइहाल्छ त यार। अल्छा यो कहाँ आछ यार? यो शीतल खाने यार? मलाई शीतल नपर्छ यार दाजु। बियर खाने मान्छेले मात्र ल्याऊ क्या त्यो शीतल खाने शीतल मान्छे। नपर्छ यार। अनि यो बियर त खायौ केटा हो तिमीहरूले? कृष्ण उपलक्ष्यमा ल्याऊ, पार्टी हो क्या हो? दाइ, पार्टी के हुनु के? बाबुको खौतीमा पैसा चोरेर ल्याएको, आज पार्टी गरिदिएको। चोर त चोरै हो, मलाई चोर जस्तो चाहिएको हेर्न। चोरै हो नि, त्यही पनि चोरै भएर राम्रो काम गरेछ। मिठो खाने दिदी भइस। अरे शीतल चित्त बुझेन यार। खुर्सानीका ठेट्न ल्याइकन आयो रहेछ। कता गएर आउनु दाइ? अरे यार कहाँ गएर आउने भन्ने यार, त्यो गर्लफ्रेन्डको पो गएर आएँ, गर्लफ्रेन्डलाई भेटेर आएँ क्या। कसलाई प्याकुलाई? ट्यापको भन्छ ट्याप, भाउजू भन्। ए दाइ यार, मलाई गर्नु भनेपछि बहुत भिड हुन्छ यार। किन हो र? किन रिस उठ्छ तँलाई? दाइ यार, गर्मीमा छोडेर गयो। ए हो र? तेरो गर्लफ्रेन्ड त खासै राम्रो मान्छे। मेरो त ठिक छ यार। जे भन्यो त्यही मान्छे। उठ भने उठ्छ, बस भने बस्छ, खोल भने खोल्छ। उल्टो बुझ्छ फेरि ट्यापले। ढोकामा ल्याएँ ट्यापा। बेबी, अनि के अस्ति खाएको मैले घरकोले तिर्नु पैसा? अँ बेबी, तिमी खानी मैले तिर्ने, त्यही त काम भइरहेछ। त्यही पनि बाउको धर्ने पैसा चोरेर पो। ए हो र बेबी, थ्याङ्क यू। लाठी पनि त्यस्तो पनि थ्याङ्क यू भन्नुपर्छ? तिमी मेरो हो त बेबी, त्यति भइहाल्छ। हेर त बरु मैले के ल्याइदिएको छु तिम्रो लागि। के ल्याइदिनु भएको छ बेबी आज फेरि? हेर त कति राम्रो, तिमी भन्दा नि राम्रो फुल ल्याइदिएको छु मैले तिमीलाई। ल
अय्या बेबी के भयो बेबी के भयो बेबी फुलमा त कस्तो काँडा रहेछ नि कस्तो बिजायो भाइ अनि बेबी फुलमा काँडा नभएर के हुन्छ त नि ला दुख्यो र दुख्यो नि बेबी दुखिहाल्छ नि बेबी तिमी पनि कस्ती रहेछौ यत्रै काँडाले घोद्दा त दुख्यो भन्छौ ठुलो काँडाले घोद्दा चाहिँ कति दुख्ला तिमी पनि बेबी समात है के अनि के बेबी तिमीले मलाई कति माया गर्छौ कति गर्नु नि बेबी जति माया त्यो शाहजहाँले ममताजलाई गर्थ्यो नि हो त्योभन्दा बढी माया गर्छु नि म ए हो र बेबी तिमीले पनि मेरो लागि ताजमहल बनाइदिन्छौ त ताजमहल रे सपना पनि कति ठुल्ठुलो ताजमहल गराउने कि तिम्रो बाले मलाई जग्गा देखाएन अनि के खान माया गर्छु भनेको त अनि के खानु हुने नि बेबी त्यो खाना गर्न खोज्या अब तिमी दिन्ने हो के खाने भने बेबी ऊ भने के हो र बेबी ऊ भने त्यही के बेबी फुल के बेबी कति मिठो हुन्छ यो फुल हेर त यो फुलबाट कति धेरै औषधि उपचार हुन्छ हेर कति मिठो हो नि यही भने के बेबी कुरा लाटे अनर्थ नल्याउ न तिमी हेर चल बेबी त्यहाँ कहाँ बसेको यहाँ आऊ न यहाँ बस आऊ 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 बेबी छि रोक बेबी रोक छि गु लाग्यो बेबी तिमी त कस्तो कोले हजाएर त्यहाँ गु खिचौ बेबी तिमीले छि छोरी छि त्यो गु पुछ बेबी पुछ त्यो पुछ त छि भयो बेबी भयो तिमी सफा भयो आऊ आऊ बस बेबी बस बेबी जङ्गलमा पनि डेटिङ बस्छन् र होइन बेबी जङ्गलमा डेटिङ बस्दैन नि बेबी जङ्गलमा त सिलाइ कटाइ सिक्छन् बेबी अनि बेबी खल्तीमा पैसा पनि त हुनु पर्यो तिमीलाई उता होटेलतिर लैजानलाई यही जङ्गल ठिक छ नि मजाले हेर त ऊ पार्कतिर हेर कोही देख्दै देख्दैन हामीलाई बेबी आज मलाई कस्तो मन लागिरहेको छ बरु एकचोटि किस खान देऊ न है बेबी यो त केही चल्दैन यो त बिहेपछि मात्रै हो बिहे पछि रे केही जाब कि एउटा किस खानलाई बिहे पछि तेरिका बेबी पनि त्यसो बेबी मलाई बिहे गरेर लैजाऊ न नाइ बेबी जबसम्म म मेरो यो खुट्टामा उभिँदैन तबसम्म म तिमीलाई बिहे गर्न सक्दिनँ म जब खुट्टामा उभिन्छु मैले बालाई पनि वचन दिएर आइसकेको छु म खुट्टामा उभिएर आउँछु बल्ल मैले बिहे गर्छु बेबी तिमी चिन्ता नगर अनि बेबी अहिले खुट्टामा त उभिएको छौ केसमा उभिएको छौ खुट्टामा कहाँ खुट्टामा उभिएको छु बिहे पनि देख्दिनौ यी हेर नि यहाँ केमा उभिएको छु अरे यो काठमा उभिएको छु नै काठमा उभिएको छु यो काठ 3 years later 4 वर्षपछि सक्सेस भएर आइयो अब चाहिँ आफूलाई बिहा गर्ने हो मैले घर हात माग्दा नि हो ब्याकु ब्याकु